हेलो साथीहरू नमस्कार सबैजनालाई स्वागत छ मेरो मिनी ब्लगमा। आजदेखि म एउटा नयाँ ब्लग बनाउँदैछु। आजको दिनभरि मैले के गरेँ त यो भिडियो मार्फत देखाउँदैछु। आज म गोरु चराउन जाँदैछु। जाँदै गर्दा बारीमा यसरी मकैहरू हुर्किराखेका थिए। अनि हाम्रो बारीमा थुप्रै रायोको साग, पासेको साग, फापर जस्तो सागहरू थिए। अनि यो चाहिँ हाम्रो नयाँ घर है। यो नयाँ घर अस्ति भर्खरै गृह प्रवेश गरेका थियौँ। भिडियोहरू पनि देख्नुभयो होला। र यीहरू हुन् मेरा चाहिँ दुईवटा ठुल्ठुला गोरुहरू छन्। यी गोरुहरू आज म चराउन लाँदैछु। गोरु चराउन जाँदै गर्दा जङ्गलमा थुप्रै ऐसेलहरू पाकेको रहेछ। र मैले ती ऐसेलहरू बल्ल बल्ल काँडाले घस्दा पनि टिपेर खाएको छु। अनि कति मिठो रहेछ हेर्नु त यो ऐसेलु कति मिठो। तपाईँको मुखबाट पनि पानी आयो होला यो ऐसेलु देख्दै गर्दा है। अनि म यसरी ऐसेलु खाइसकेपछि फेरि बाटोतिर लागेँ। अनि जाँदै गर्दा जङ्गलमा एकजना अङ्कलले भेडा बाख्रा चराउँदै डोको बुन्दै हुनुहुँदो रहेछ। उहाँले विगत 40 वर्षदेखि डोको बुन्दै आउनुभएको कुरा पनि मलाई जानकारी गराउनु भएको थियो। अनि बाख्रा चराउँदै गर्दा आज साथीहरू पनि साना भाइहरू पनि जङ्गलमा भेटिए। र ती भाइहरूलाई मैले मेरो भिडियोमा हाई भन त साथीहरू भाइहरू भनेको उनीहरू लजले भुतुक्कै हुँदै लजाउँदै यति धेरै लजायो कि भुतुक्कै भयो ती ल देख्नुभयो होइन। अनि त्यसपछि म हाम्रो गाउँको सुन्दर भिडियोहरू खिच्दै अब भने म घर जाने बेला भयो जस्तो लाग्यो। अनि म घर फर्किनको लागि तयारी गरेँ। अनि म बिस्तारै यसरी गोरुलाई फेरि पनि फर्काउँदै म आफ्नो घरतर्फ लागेँ। अनि घर आएर गोरु बानिसके पछाडि घरमा यसरी मिठो मिठो आलुको परौठा अनि टमाटरको र तिलको चटनी बनाएर हामी सबैजना घरको सबैजना फ्यामिली मिलेर बसेर यसरी वरिपरि कुर्सीमा बसेर बिचमा परौठा राखेर यसरी खायौँ। अनि कति मिठो परौठा रहेछ आजको भनेर हामी सबैजनाले मुख मिठाउँदै एकदमै एउटा सानो भिडियो पनि बनायौँ। र आजको हाम्रो भिडियो यहीँ सकिन्छ। मेरो ब्लग सबैजनालाई मेरो ब्लग कस्तो लाग्यो लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सनु होला। प्रतिक्रिया पनि दिन नबिर्सनु होला सबैजनाले है। र यस्तै नयाँ ब्लगहरू लिएर म अब रेगुलर आउनेछु। तपाईँहरूमा आज धेरै धेरै धन्यवाद।